यहाँनिर फुलकोपी छ हो, प्याज छ। यहाँनिर चाहिँ धनियाँ पनि केलाएर राखेको छु। यहाँनिर आँटा मुछेर पनि राखेको छु। यसको चाहिँ के बनाउने आँटेको छु भन्दाखेरि तपाईँहरू हेर्दै जानुहोस् ल। फाइनली फुलकोपीलाई मैले किमा नि गरिसकेँ। सानो रदुवा लिएको थिएँ, त्यसलाई नि ग्रेट गरिसकेँ मैले। एउटा प्याज थियो, त्यसलाई पनि मैले किमा गरिसकेँ। धनियाँ पनि काटेँ, एउटा खोर्सानी काटेँ। तर के बनिँदैछ हेर्दै जानुहोस् है तपाईँहरूले ल। सायद कतिजनाले जानी पनि सक्नु पर्ला के बनाउँदैछु भनेर नि। 1 चम्मच चाहिँ जिरा पाउडर हाल्ने। के बनिँदैछ होला कमेन्ट पनि गर्दै गर्नुहोस् है तपाईँहरूले ल। 1 चम्मच कम्तीमा, 1 चम्मच त छैन, कम्ती नै आधी नै छ। धुलो खोर्सानी हाल्ने, यसमा एड गर्नुपर्छ है। के बनाउँदैछु कमेन्ट पनि गरेको गर्नुहोस् है। लास्टसम्म देखाउँछु। स्वाद अनुसार नुन ल, म चाहिँ कम्ती नै खान्छु, कम्ती नै हाल्छु है। बरु भन्दा अचारतिर अलिकति थपेर खाउँला ल। त्यहाँदेखि चाहिँ यसलाई पुरा मिक्स गर्नुपर्ने हुन्छ है। मिक्स यसो हेर्नुहोस् त, मसला फिटेर नि यत्तिको भएपछि खाउँ खाउँ लाग्दो भयो। यत्तिकै खाउँ खाउँ लागिसक्यो मलाई त, मुखभरि पानी आयो। हेर्नुहोस् त लास्टमा गएर के बन्यो, मैले के पो बनाइहालेँ हौ। ए तपाईँहरू झुक्किनु भयो कि भएन हौ, भन्नुहोस् है। मैले त्यस्तो बनाइ पठाएँ ल।